हाम्रो संसदमा लगातार म एउटा अंदाज मात्रै गर्न चाहन्छु सभामुख महोदय, यो हाम्रो संसदमा लगातार 5 दिनसम्म 5 जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू राखेर छलफल गरिएको भए मेरो अंदाज हो 5 मिनेटपछि ती अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दिने निष्कर्षमा उहाँहरूले के लेख्ने रहेछन् त मैले कल्पना गरेँ। नेपालले भारतको सीमा मिचेको कुरा सत्य हो रहेछ भनेर लेख्नु हुँदै रहेछ, किनकि सत्ताको टेपले टालिएका ओठहरू 181 मनहरू सत्यको पक्षमा बोल्न सक्ने स्थितिमा थिएन सभामुख महोदय। किन थिएन थाहा छैन, केले रोकिराखेको त्यो थाहा छैन। यो पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतालाई उहाँले कसरी उपभोग गरिराख्नु भएको छ म त्यो पनि भन्न चाहन्न। पार्टीभित्र आफ्ना नियमहरू होलान्, तर सत्ताको टेपले टालिएको त्यो ओठहरू सत्यको पक्षमा बोल्न सकेन, उठेन। सबै संसद बोल्ने हो भने ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन् नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन् नेपालले भारतको सीमा मिचेकै हो, किनभने 181 वटा हातहरूले गडगडाट ताली बजाएर समर्थन जनाएर राति निन्द्रा लाग्यो कि लागेन म त्यो सोध्न चाहन्न। खाना खानु हो कि भएन म त्यो सोध्न चाहन्न। तर यति भन्छु, त्यो बहुमत संसदले स्वीकारेका गडगड तालीले समर्थन जनाएको त्यो कुरो के थियो भन्दाखेरि नेपालले भारतको सीमा मिचेकै हो, किनकि मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमतमा छ सभामुख महोदय। बहुमत संसदले त्यो स्वीकारेको लज्जास्पद दृश्य साँच्चै नै लज्जास्पद दृश्य थियो। त्यो झलजति सम्झिन्छु सभामुख महोदय।